साथीहरू आज म भर्खरै अब रेडी हुन लाग्छु है। के कस्तो देखिन्छ यसो भन्नु होला है। मेकअप गरेपछि चाहिँ सुरुमा प्यान अनि यसले मेकअप सेट हुन्छ अरे हैन। म फेरि काली नै छु कि हल्का। जति दबाई गरे पनि यो मेरो गालाको हेर्नु नि, यो दाग चाहिँ कस्तो देखिन्छ कि झ्याप्पै जाँदै नजाने। छिटो मेकअप गर्ने कोसिस गर्नु पर्यो मोबाइलमा फेरि। अहिले फेरि यस्तो लाउने कि अलि राम्रो हुन्छ। गाजर लाउँदाखेरि मजाले बस्छ, त्यही भएर व्हाइट कलरको यस्तो लाउने है। यो दागहरू यो आँखानिर कालो कालो भएको पनि ढाकिन्छ कि यो व्हाइटले चाहिँ। मेटिँदै मेटिने कि क्रिम जति लगायो पनि हेर्नु न फेरि के भयो सेतै। बुढीवाला मेकअप गर्नु भने क्या। फेस पाउडर होइन, यही हो दल्ने। मेरो फेरि मेकअपको सामानहरू सब भ्याइहाल्यो। मलाई फेरि यस्तो चुच्चेवाला ठेरिङ मनपर्छ है। यस्तो गर्नु पर्यो, धेरै कालो भयो कि। व्हाइट सेट लगाऊँ है। सेतो जस्तो देखियो तर सेतो होइन, यो मैले लगाएको चाहिँ यो हल्का फिक्का पिङ्क कलर के लाउँदाखेरि सेतो देखियो। हेर्नु न, गुलाबी जस्तो के, सेतोवाला गुलाबी हुन्छ त्यस्तै त्यस्तै देखियो लाउँदाखेरि। अनि यो पिङ्क चाहिँ यहाँ हल्का लाउने टलक गराउनलाई। व्हाइट छ भने व्हाइटमा लगाए पनि हुन्छ होइन। यस्तोमा व्हाइट पनि राम्रो देखिन्छ गाजर लाउँदाखेरि। ठेरिङको त धेरै मोटो भयो क्या, कालै भयो जस्तो लाग्यो। कोही कहिले यस्तै कालो लाउँछन् कि झ्याप्पै कालो बसेछ धेरै मेरो पनि। म गाजर लामै साथीहरू। यस्तो चुच्चे गराउनु पर्छ कि यस्तो लगेर यताबाट लिएको भन्दा यताबाट लगायो भने सजिलो हुन्छ कि, राम्रो पनि देखिन्छ है। अगाडिबाट त बिग्रिन्छ कि। अगाडिबाट लैजानु भन्दा सधैँ पछाडि यस्तो टुप्पो गरेर यस्तो लैजाने अनि
राम्रो पनि देखिन्छ। क्यामेरा पनि के भयो आफै अँध्यारो हुने क्या मोबाइल पनि चार्ज भएर पनि लाउँदा लगाइरहेको चाहिँ झन् आँखा त देखेछ कमजोर हो झन्। त्यही दबाउनु पऱ्यो के टच गर्नु पऱ्यो मोबाइलमा। आफै स्विच अफ हुन लाग्यो जस्तो भयो मोबाइल त के भएको। कतिले मोबाइल नभएर हो कि ह्याङ छ मोबाइल, त्यही भएर कहिले कता दब्यो नि कहिले कता दब्यो नि हुन्छ। ओ माई गड, लाइफमा बसे जस्तो भयो चाहिँ मेरो त के यस्तो। फेरि यहाँबाट यस्तै लगाएको राम्रो देखिन्छ कि, त्यही भएर यस्तै मनपर्छ। हल्का त यस्तै गरेको मनपर्छ क्या। के भएको यस्तो अँध्यारो छ्या। मोबाइलमा घरिघरि किन हानेपछि भन्नु होला। मोबाइल के आफसे आफ स्विच अफ हुन लाग्यो जस्तो अँधेरै भयो के नदेखिने, त्यही भएर। अब यो त सिद्धै रहेछ यो पनि छ्या। अब यसको लाममा यस्तो गरायो पनि त भयो नि। हल्का हल्का रातो रातो गराउनुलाई। प्याले सुट लाग्यो कि, त्यही भएर कथा कलरको लिपस्टिक लगाऊँ भनेर। यसमा सुहाउँछ नि त। हल्का रेड पनि मिसायो क्या अहिले। त्यो कथा कलरको मात्रै भएर नराम्रो देख्यो धेरै कस्तो। अब मलाई राम्रो देखाउने भनेको अब टिकाले हो है। निधार पनि ठुलो छ, यो टिकाले राम्रो देखिन्छ कि। अब यहाँ माथि टिका लगाएको राम्रो देख्नु मनपर्छ है। साथीहरू यहाँ मन पर्दैन, यहाँ माथि मनपर्छ कि टिका लगाएको। धेरै सेत ऊ भयो कि धेरै कालो भयो। धेरै कालो भयो भने कस्तो नराम्रो देखिने कि। मलाई फेरि भनौँ न अब कालो कलरकै मनपर्छ, यो ब्राउन कलरको मन पर्दैन के थ्रेडिङमा लगाएको। अनि त्यही भएर यस्तै गरेर लाउनु होला हजुरहरूले पनि मेकअप है। अब मेरो त अब धेरै अब के भनौँ फेस पाउडर पनि छैन, अनि गालामा लाउने रोजहरू पनि छैन होइन। अनि त्यो आई सेटकै लगाइदिएको कि होइन।
यो कानको झुम्का पनि त्यो ठुल्ठुलो हो। मस्कारा परेले होइन यस्तो हुन्छ ल नभएपछि आफै हेर्नु नि टच गरिराख्नु परेछ कि घरिघरि मोबाइल ह्याङ चलेर आफै त कालो देखाएको छ कि मोबाइलमा है। कहिले होला मोबाइल गतिलो मोबाइल किन्न पाउने। हजुरले नि यस्तै लाउनु न राम्रो देखिन्छ। अनि त्यो व्हाइट कलरको हुन्छ यहाँभित्र लाउने कि गाजर जस्तै त्यस्तो चाहिँ किने होइन। अब मैले किन्न पर्ला भनेर सोचेछु कि अब त्यस्तो लगायो भने अझै राम्रो देखिन्छ जस्तो लाग्यो कि त्यही भएर। अब यत्तिकै गराउने मेकअप होइन यत्तिकै गरेपछि अब इफिट लाएर टिकटक बनाउने कि यत्तिकै गराउने केही फरक पर्दैन होइन। हजुरहरूले पनि यत्तिकै मेकअप गर्नु होला। अहिले जत्तिकै यहाँ फाउन्डेसन लगाएर साथी कस्तो देखेछ तर मेरो हल्का कि फेस पाउडर नभएर होला कि फाउन्डेसन सेतै देखेछ कि मुखमा होइन धेरै भयो जस्तो लाग्यो है। अब मैले यही मेकअपमा अब हल्का इफिट लगाएर टिकटकमा हाल्ने छु है कस्तो देखिन्छ भनेर। हजुरहरूले यसो लाइक कमेन्ट गर्नु होला है। ल घरमा जे जति छ सामानले सानोतिनो भयो नि यत्तिको मेकअप गर्ने है। टिकटक बनाउँदा त राम्रो देखिहाल्छ नि होइन। बाई साथीहरू।